तकलिङ एकता वाटर युजर्स एसोसिएसनको आयोजनामा WBAGMIP अनि जिल्ला बागवानी विभागको संयुक्त पहलमा हिजो तकलिङ बस्तीमा एक दिने कृषक तालिम सम्पन्न गरियो। उक्त अवसरमा WBAGMIP अधीन रहेको DPMU विश्व बैंकका इन्स्टिट्युशनल डेभलपमेन्ट स्पेशलिस्ट राजदीप चक्रवर्ती, RR खण्डका ब्लक टेक्नोलोजी म्यानेजर BTM आत्माका अभिषेक थापा, तकलिङ 1 ग्राम पञ्चायत प्रधान चान्दनी तामाङ लगायत DHO अनि ADH आदिको उपस्थितिमा प्रोजेक्टर मार्फत सिंचाई गर्ने तरिकामाथि तालिम दिएको थियो भने गनेउला मल तयार गरिने तरिका, सुन्तलाको बिरुवा राख्ने साथै कृषि सम्बन्धी सिंचाई मार्फत गरिने कृषि कार्यहरूको बारेमा सरकारी सहुलियत आदि बारे जानकारी गराइएको थियो। तालिम पश्चात WBADIMP परियोजनाका टिम लिडर ऋतिक रोय अनि तकलिङ एकता वाटर युजर्स एसोसिएसनका सचिव फुर्बा युञ्जनले यसरी स्पष्ट जानकारी दिएका छन्। कुरो कि यो यहाँ जुन चाहिँ यस गाउँमा जुन चाहिँ एउटा समूह छ है, तकलिङ एकता वाटर युजर एसोसिएसन तपाईँहरूले त्यहाँ देख्नुहुँदैछ र यो चाहिँ वर्ल्ड ब्याङ्कद्वारा फन्डेड है, WBADIMIP अन्तर्गत एउटा गठन भएको समूह हो। यसमा तपाईँहरू सबैजना यसको सदस्य छैन है। अनि विशेष तपाईँहरूलाई के भन्न चाहन्छु भन्दाखेरि यो जुन चाहिँ समूह छ, यो समूहको आयोजना विशेष यो हर्टिकल्चरले फन्डिङ गरेको बापत यो आज भइरहेको छ र विशेष तपाईँहरूको निम्ति यहाँनिर है विभिन्न विभागहरू तपाईँहरूलाई एकदमै राम्रो इन्फर्मेसनहरू दिन तपाईँहरूलाई अहिले के कसो है हाम्रो कृषक वर्गको लागि स्किम्सहरू छ होइन, अन्य फेसिलिटिज यो प्रदान गर्नको लागि तपाईँहरूको आँगनमा नै आज यसलाई चाहिँ यहाँ तपाईँहरू समक्ष हामीले ल्याएको छौँ। नमस्ते, म फुर्बा युञ्जन, तकलिङ एकता वाटर युजर एसोसिएसनका आज जुन सम्पूर्ण कृषक बेनिफिसियरी फार्मर्सहरू लिएर जुन आज एक दिने है सुन्तला खेती सम्बन्धीमा तालिम आज गर्न किन गयो भन्दाखेरि यहाँनिर चाहिँ एकदमै आजभन्दा धेरै अगाडि सुन्तला एकदमै राम्रो हुने, खेतीपाती धेरै राम्रो हुने, आज धेरै लुप्त हुँदै गइरहेको छ, अब धेरै हराउँदै गइरहेछ। तर अब हामीले चाहिँ कसरी यसलाई फेरि फर्काएर सुन्तलाको खेतीलाई कसरी अगाडि बढाउनु पर्ने अनि कृषकलाई कसरी जागरुक गराउनु पर्ने। अब अहिले दिनदिनै हेर्नुहोस् खेतीपाती गर्ने दाजुभाइहरू धेरै कम्ती छ, धेरै बाहिर गइरहेछ। अब खेतीपाती गर्ने मान्छेले बिर्सेको जस्तो भइरहेको छ। त्यसले गर्दाखेरि चाहिँ एउटा हामी आज जुन चाहिँ यहाँ एउटा सानो हाम्रो एसोसिएसन छ, तकलिङ एकता वाटर युजर एसोसिएसन छ, उहाँ सबैजनासँग मिलेर चाहिँ आज हाम्रो वेस्ट बेङ्गल ADIMP प्रोजेक्ट अन्तर्गत जुन आज यो एउटा तालिम प्रशिक्षण भनौँ है, उहाँहरूबाट विभिन्न पेन्सन डिपार्टमेन्ट, विभिन्न निकायको जुन उहाँहरू रिसोर्स पर्सन आएर आज हामीलाई एकदमै तालिम दिनुभयो। यसको लागि हामी एकदम खेद प्रकट गर्छौँ। आउँदो दिनमा म विश्वास गर्छु, भरोसा गर्छु यहाँको दाजुभाइले आज पक्का नै लाभ उठायो होला, लाभ उठाउन सक्ने एकदम सक्षम भयो होला जस्तो लाग्दैछ। किनभने आज यो प्रोजेक्टमा, यो आत्मीय प्रोजेक्टमा वर्ल्ड ब्याङ्कको फाइनेन्स लागू गरेर धेरै कार्यक्रमहरू अगाडि बढिरहेको छ। तर अब बढ्दैमा हाम्रो दाजुभाइहरू धेरै छोडिएको थियो, तर छोडिन गएको कारणले गर्दाखेरि छोडिन नजाओस् भनेर चाहिँ एउटा कृषक दाजुभाइलाई एउटा इन्करेज गराउनु लागि, एउटा कृषक दाजुभाइमा एउटा उत्तेजना बढेर आओस् खेती गर्नुको लागि। अनि गभर्मेन्टसँग जति पनि एउटा यसको जति पनि एउटा कन्भर्जन जुन गभर्मेन्टसँग मिलेर कुन कार्यक्रमहरू गर्दैछ भनेर चाहिँ आज विशेष गरी सबै हाम्रो खेती गर्ने किसान दाजुभाइहरूलाई जानकारी होस् भनेर चाहिँ आजको यो विशेष तालिम प्रशिक्षण भएको हो भन्दै म यो मैले जानेको यो कुराहरू है यहाँ राख्दै म यहाँबाट बिदा लिन चाहन्छु। आजको तालिममा कतिजना प्रतिभागीहरू चाहिँ सहभागी? आजको तालिम चाहिँ 50 जनाको 50 जना प्रतिभागीहरूले। नमस्कार सबैलाई, म ऋतिक रोय। यो WBADIMIP भनेको जे प्रोजेक्ट हाम्रो यहाँ डल्लै दार्जिलिङ डिस्ट्रिक्टमा चल्दैछ, म चाहिँ यो प्रोजेक्टको एज अ टिम लिडर काम गर्छु। हाम्रो अफिस खरसाङमा हो। खास आज चाहिँ हाम्रो तकलिङ एकता WA यो तकलिङ क्षेत्रमा यो प्रोजेक्टको लागि एउटा ट्रेनिङ प्रोग्राम, सानो एउटा ट्रेनिङ प्रोग्राम, यो चाहिँ कन्भर्जेन्समा हाम्रो WBADIMIP डिपार्टमेन्ट र
डिस्ट्रिक्ट हर्टिकल्चर डिपार्टमेन्टसँग मिलेर या 50 जना फार्मर्सहरूलाई लिएर यहाँ चाहिँ हामीले एउटा सानो प्रोग्राम राखेको थियो आज। अब यो प्रोग्रामले गर्दा अब यहाँको धेरै हाम्रो यहाँ WBADMIP यो प्रोजेक्टबाट चाहिँ हामीले सिँचाइको धेरै सुविधा दिने कोसिस गर्दैछु। अहिलेसम्म हाम्रो एउटा स्किम यहाँ भएको छ, त्यहाँ चाहिँ अब 2-2वटा ट्याङ्की दिएर हामीले अब यहाँ डल्लै 5 देखि 6 हेक्टर जतिको जमिनमा चाहिँ हामीले सिँचाइको थ्रुबाट पानी, अब हिउँदोको सिजनमा अब पानी कम्ती नै हुन्छ, सबैलाई थाहा छ पहाडमा, त्यसले गर्दा खेतीबारी धेरै कम्ती हुन्छ। त्यही खेतीबारी चाहिँ राम्रो होस् भनेर चाहिँ यो झोडाबाट पानी तानेर हामीले यो प्रोजेक्ट गराउँदैछु। अब त्यही प्रोजेक्ट मात्रै गरेर हुँदैन, यहाँको कृषकहरूलाई फार्मर्सहरूलाई अब नयाँ नयाँ टेक्निकहरू बताउनुको लागि, नयाँ नयाँ टेक्निक सिकेर उनीहरूलाई राम्रो खेती गरोस् त्यसको लागि आजको यो ट्रेनिङ प्रोग्राम हामीले अर्गनाइज गरेको थियो। अब अहिलेको नेक्स्ट कमिङ फ्युचरमा अब अझै फार्मर्सहरू हाम्रो यो प्रोजेक्टमा जोडिन्छ भनेर हाम्रो आशा छ। तपाईहरुलाई पनि तपाईहरुकोबाट पनि हामीलाई सहयोगिता पुरै चाहिन्छ। डिस्ट्रिक्ट एडमिनिस्ट्रेसन, ब्लक एन्ड पञ्चायत एडमिनिस्ट्रेसनबाट हामीले सपोर्ट गरे भनेदेखि यो फार्मर्सहरूलाई चाहिँ धेरै सुविधा पाउँछ। हामी चाहिँ पहाडलाई राम्रोसँग अगाडि बढाउन सक्छौँ। लास्ट चल्दैछ त रहेछ, चल्दै रहेछ, चल्यो चल्दैछ, चल्यो चल्यो